हेलो गाइड्स, रकुली ब्लगमा स्वागत छ तपाईहरु सबैलाई। आज चाहिँ हामी झरनाको बाटो देख्न सक्नुहुन्छ। हाम्रो श्रमदाताहरू आज हेर्छौँ झरनाको बाटो हाल्दैछौँ भन्ने यता रहेको छ। हाम्रो श्रमदाताहरू सबैजना एकदम मनदेखि नै काम गर्दै हुनुहुन्छ। हाम्रो श्रमदाताहरूलाई ल के छ कान्छ कस्तो भइरहेछ? ओहो नगरौँ न यार। हाम्रो श्रमदाताहरू ल हुनुहुन्छ यता बाटो हाल्ने। हजुर बाटो छोड है भतिज, हाम्रो श्रमदाता एकदम मनदेखि नै लाग्नु भएको छ। ल बाटो सफा हुँदैछ, यो चाहिँ फाइनल हुँदैछ। यता हाम्रो नाति एकदम मन तन दिएर बढाउँदै हुनुहुन्छ भने यता हाम्रो सुन्दर छ। अब हाम्रो नाति हाम्रो श्रमदान एकदम श्रमदान आज चाहिँ झरना बाटो हामीले यताबाट सुरु गरेर फिनिसिङ गरिरहेको। आजको हाम्रो श्रमदान बिहान 2083 साल वैशाख महिनाको 19 गते यता चाहिँ फिनिसिङ गर्दै आएको। तपाईँहरूलाई म देखाउने छु बाँकी अरू क्लिप। हाम्रो श्रमदाताको सिकल, हाम्रो थोरै यहाँ कदालो र को कमी भएको छ, त्यो पनि आउँदैछ। हाम्रो आउँदैछ त दिउँ त ल। श्रमदाताहरू जानु छ राजु तिमसिना यस्तै छ हतियारमा प्लास्टिक बाँधेर पनि हाम्रो श्रमदाताहरू एकदम खट्नु भएको छ भने म पनि एकछिन भतिस ठिक छ नि? एकदम ठिक छ। हेत्रौँ झरना चाहिँ हाम्रो नाति एकदम वर्षा रौन्जेल। यो झरना सबैले माया गरौँ, हाम्रो जीवन मानव रौन्जेल भनेर अब अभियान चाहिँ हामी सुरु गरौँ। अभियान चाहिँ सुरु भइसकेको छ। बाटो सफा भइसकेको छ, तपाईँहरू आउनु होला। अब राम्रो पानी पनि आइसक्यो। के छ कान्छ ठिक छ नि? ठिक छ। बिहानै हिलो सोर्नु लाएर हाम्रो यो श्रमदान हो। दुःख छैन, हामी एकदम मनदेखि नै लागेको छौँ। कहिलेदेखि गर्नुपर्छ हाम्रो अबको युवाहरू भनेकै। हाम्रो नाति पनि एकदम मन तन दिएर दिँदैछौँ। तपाईँहरूलाई यो हेत्रौँ झरनाको बाटोको लागि श्रमदान गर्दैछौँ भने म चाहिँ थोरै भिडियो क्लिप गर्नको लागि म पनि अब लाग्ने होला। यता हाम्रो भतिज पनि देख्दैछ। जेन्जीहरू सबैजना हाम्रो माटोमै ल है, सबैजना आउनु होला हेत्रौँ झरनाको। सेवारो नमस्कार। देश प्रदेशमा रहने हाम्रा साथीभाइ दाजुभाइ दिदीबहिनीहरू, यो कोशी अञ्चल तेह्रथुम जिल्लाको खेदाप गाउँपालिका वार्ड नम्बर 5 र 4 को बिचको यो हेत्रौँ झरना भनेर नेपालमा एउटा चर्चित भएको यो स्थल हो। तर म चाहिँ भन्छु यो कहिलेकाहीँ झरी बादल नहुँदा यो झरना झर्दैन र हेत्रौँ झरना वर्षा रहन्जेल घुम्न उमेर रहन्जेल भन्छु। त्यो जस्तै आज हामी यो झरनामा हाम्रो श्रमदाताहरू अब सकिसक्यो काम। झरना पुगिसक्यो अब चाहिँ। हजुर भन्नुहोस्। ल नमस्कार। सेवारो सोध्नु भाइ यो के झरनाको बारेमा हो? हजुर, आजको श्रमदान हाम्रो कस्तो भयो झरनाको बारेमा केही चर्चाहरू भनिदिनु पर्यो दाइ। सर्वप्रथम त यो हाम्रो भिडियो चाहिँ अब फेसबुक लगायत चाहिँ युट्युब लगायत चाहिँ हाम्रो सामाजिक सञ्जालमा चाहिँ अब अपलोड हुनेवाला छ होइन। हजुर, यहाँ म के भन्न चाहन्छु भन्दाखेरि मेरो नाम फेम लिम्बू होइन। खेदाप गाउँपालिका वडा नम्बर 5 साविक इसिबु 3 भनेर भन्छन्। आज चाहिँ हामी यो विशेष गरेर चाहिँ यो 2083 सालको चाहिँ वैशाख चाहिँ कति 19 गते होइन भाइ? 19 गते चाहिँ आज यो हेत्रौँ झरना भनेर कतिपयलाई थाहा छैन होला। हामी नेपालमै भएर पनि नेपालमै बसेर पनि साथीभाइलाई यो चाहिँ एसियाकै पहिलो र विश्वको दोस्रो अग्लो हेत्रौँ झरना भनेर चाहिँ यो पहिलेदेखि अलिकति चाहिँ अब यो चर्चा परिचर्चा हुने गरेको छ। तर कतिपयलाई नेपालमै बस्ने दाजुको साथीभाइलाई पनि थाहा छैन। तर यो यस्तो झरना यहाँ हेरौँ है, यही झरना हो हेत्रौँ झरना भनेको। र
र यसलाई आउनलाई पर्यटकहरू लगायत चाहिँ पर्यटकहरू आउने बाटो चाहिँ आज सरसफाइ कार्यक्रम थियो। यी यसरी खाजा पानीको चाहिँ हामी आफैले यो इसिबु 3 नम्बर साबिक इसिबु 3 नम्बरको बासिन्दाहरूले चाहिँ अब यहाँ श्रम पनि गरेर खाजा पानी जुटाएर यस्तो तरिकाले चाहिँ खाजा पानी खाएर चाहिँ यहाँ अब पुरा अब बाटो अत्यन्तै राम्रो तरिकाले चाहिँ सम्पन्न गरेर अब साफसफाइ गरेर जान लागिँदैछ होइन। यो चाहिँ अब यहाँनिर चाहिँ यहाँ अब ट्रस्ट पुलहरू लगायत चाहिँ अब पुल चाहिँ एकदम राम्रो छ यत्रुङ छ। आफ्नो गाउँठाउँ आफ्नो ठाउँहरूलाई श्रमदान गरौँ। श्रमदान गरेर आफैलाई चिनाउँ, आफैले आफैलाई आफ्नो गाउँठाउँलाई चिनाउँ। यो चाहिँ हाम्रो तेह्रथुमको फेदा 5 र 4 को सिमानामा पर्ने हातुङ झरना 365 मिटर उचाइ अग्लो छ। हजुरहरू सबैजनालाई वेलकम छ। आज चाहिँ हामीले हातुङ झरनाको बाटोलाई श्रमदान गरेर हामीले क्लियर गरिसकेको छौँ। सबजनाले खाजा चियापानी खाएर छुट्टिनु लागेको छौँ हामी। यो लास्ट भिडियो हामीले सबजनाले मिलेर सबैजनाको सहमतमा हाम्रो देश परदेशमा रहनुहुने बुवा आमा दाजुभाइ दिदीबहिनीहरूको लागि भनेर हामीले बनाएको भिडियो। हजुरहरूलाई सबैजनालाई हामीले यो आफ्नै गाउँठाउँबाट हजुरहरू कताबाट हुनुहुन्छ आफ्नै गाउँठाउँबाट हजुरहरूको सामु हामीले बनाएको भिडियो हो। यो चाहिँ हजुरहरूको सामु पुगोस् भनेर हामीले चाहिँ आज श्रमदान गरिसकेको छौँ। ल जय माटो, जय देश, जय श्रमदान, आफ्नो गाउँठाउँलाई आफै बनाउँ भन्ने मूल नाराका साथ हजुरहरूलाई यस भिडियो चाहिँ हामी फेसबुक युट्युब च्यानलतिर अपलोड गर्नेछौँ हजुरहरूको लागि। ल आज यति नै, छुट्टीमै लु। जय माटो, जय देश, जय श्रमदान, बाई बाई।